आज हामी गर्नेवाला छु करेन्ट नुडल चाउचाउको च्यालेन्ज। यस्तो राम्रो भ्यूमा मजा लिँदै हामी दाउराहरू यतै म्यानेज गरेर पकाउनेवाला छु। हार्नेलाई पनिसमेन्ट पनि रहेको छ। सो गाइज आज चाहिँ हामी यस्तो खतरनाक ठाउँमा है खोलाको छेउमा हामी करेन्ट नुडल चाउचाउ चाहिँ पार्टी गर्न आएको छौँ। पार्टी प्लस यहाँ च्यालेन्ज हुनेवाला छ। हामी चाहिँ भर्खर आएको है, हाम्रो सामान ल्याएको छौँ। एकछिनमा देखाउँछु। यो मेरो भान्जा छ आज च्यालेन्जको लागि ओइ गान्टे। अनि यो चाहिँ मेरो भतिजा है। यहाँ सबै चुलो सुलो बनाएर कराई ल्याएको छौँ घरबाट। त्यहाँ करेन्ट चाउचाउहरू छ होइन, 4वटा तीनटा फ्रुटी छ। पानी सानी ल्याएको छौँ, हाँस सिसा ल्याएको छौँ। अब चुलो बनाउनु जाने हो, दाउराहरू पनि खोज्ने हो। सो गाइस हामी चाहिँ यहाँ खोलाको तिरमै छौँ होइन, तिर पनि ल्याएको छ। अब यदि होइन माछा मारिहाल्यो भने माछा पनि पोलेर खानुपर्छ गाइस। के हो र भोट होइन त बबाल करेन्ट चाउचाउ च्यालेन्ज चाहिँ हुनेवाला छ आज होइन। च्यालेन्ज पछि चाहिँ पनिसमेन्ट पनि हुनेवाला छ कि खतरा। पनिसमेन्टमा बिचमा भन्छु गाइस, पहिला काम ल्याऊँ होइन। ल यहीँ रहेछ दाउरा, यतिले पुग्छ होला। चुलो बनाउनु पर्यो छिटै ल। सो गाइस यहाँ लगभग हामीले हालिसक्यौँ होइन। यो उम्लिन्छ त्यसपछि निकाल्छौँ। हामी यहाँ फ्रुटी र पानी चाहिँ पानीमा राख्छौँ। चिसो हुनु पऱ्यो नि त, भोटो बेला बेला हेर्न चाहिँ अनि कस्तो हातै त्यो भइसक्यो दाउराहरू खोज्दा। यो चाहिँ हाम्रो एकदम पहिलाको होइन मेमोरी बोकेको ठाउँ हो कि एकदमै। म मेमोरी तपाईँले सुन्न चाहन्छु होइन। यो ठाउँमा चाहिँ हामी माछा मार्न, पौडी खेल्न होइन, स्कुलबाट छुट्टी हुने बित्तिकै पौडी खेल्न धरि आइन्थ्यो कि यहाँ। घर गएपछि गाली खाने त्यही त हो नि बच्चा बेलाको होइन। अहिले त एकदमै खोलै सानो भइसक्यो। पहिला चाहिँ खतरा ठुलो थियो, माछा मार्नु पौडी खेल्नु पनि मजा आउँथ्यो। सानो बेला चाहिँ स्कुलबाट छुट्टी हुने अनि छुट्टी भएपछि अब शुक्रबारको दिन के, शुक्रबार त 1 बजी छुट्टी हुन्छ नि त होइन। 1 बजी छुट्टी भएपछि चाहिँ बल्छी पनि लिएर आउँथ्यौँ होइन। बल्छी ट्याक्क थाप्ने, पौडी खेल्ने, माछा पाए नपाए नि बाना हुन्थ्यो नि त होइन। घरमा चाहिँ अब गाली गर्छ भनेर बल्छी लिएर माछा मार्न गएको भन्नुहुन्थ्यो भनेर होइन। एक बेला चाहिँ कस्तो हो भने गाइस, ठ्याक्क उल्टी हान्ने भने तपाईँलाई थाहा छ होला होइन। उल्टी हान्ने बेला एकजना दाइ चाहिँ म चाहिँ ठ्याक्कै ढुङ्गाबाट उल्टी हानेर खोलाउँ गएको, ठ्याक्कै एउटा दाइ मेरो माथि उल्टी हानिदिरहेको कि ठ्याक्क टाउकोमा लाग्यो। म त एकछिन त ब्ल्याक आउटै भएको। सानोमा यति नभए त होइन के सम्झिन लायक भयो त नि। यो उमेरमा होइन, यो उमेरमा अझै रमाइलो गर्नुपर्छ। भिडियो बनाएकै मैले मेमोरी हुन्छ भनेर हो होइन। यो भिडियो भाइरल होस् नहोस् कहिलेकाहीँ बटुको थाप्नु नि आइन्थ्यो है। त्यो जाँडको छोकरा ट्याक्क हालेर सिरको खोलहरू हालेर चाहिँ त्यो बनाइन्थ्यो, त्यसरी मारिन्थ्यो, रमाइलो गरिन्थ्यो। रेडी भइसक्यो है। ओइ कसले जित्छ होला आज? मैले जित्ने हो। यसले बाटोमा आउँदा पनि स्ट्राटेजी बनाइरहेको थियो कि कसरी जित्ने होला, कसरी जित्छ होला भन्छ। के भयो अरे यहाँ पिछ्रो नपछारेको होइन त, घोप्टो परेको। यता ल्याउँछ क्या भैँसी भनेको यार। यो त भैँसी ल्याउनु त त्यो कराई बोकेर भाग्नुपर्छ। यता नल्याउनु ए भैँसी। च्यालेन्ज चौपट हुन्छ नि त। प्लास्टिक त फाल्नु भने नि तातो भयो, तातो भइसक्यो। सो चाहिँ हाम्रो फ्रुटी नि आइसक्यो होइन, चाउचाउ पनि रेडी भइसक्यो। अब ट्याक्कै यहाँ सेटअप हान्छौँ। जुगाड गर्नुपर्ने भयो है, चलाउने भाडा नि ल्याइएन, एकदम प्रिमिटिभ टाइप त्यही भयो। हाम्रो चाउचाउ चाहिँ रेडी भइसक्यो। खाना रेडी हो? तपाईँ नि के भन्नु अरे? ए हामी माथि दुम्सीहरूको भिडियो बनाउन आयो। तपाईँ गोठाला आउनु भयो रहेछ। गाउँघरमा गोठालो होइन भइहाल्छ नि। हामी चाहिँ भिडियो बनाउ, यस्तै भिडियो बनाएर हिँड्छ कि म, त्यही भिडियो बनाउन आएको। तपाईँ देख्नुहुन्छ होला कता कता यस्तो भिडियोहरू। ए कहाँ तपाईँ घर? यहीँ माथि हो।
सो गाइज हामी चाहिँ अब सबै सेटअप भइसक्यो होइन सो अब हामी स्टार्ट हुन्छौँ सबै रेडी हो यसले त खाइसक्यो त रेडी हो ल हारेपछि पुसअप गर्न नि रेडी हो ल स्टार्ट म्याकहरू भित्र आयो सर्केलाई काला घरदै छिटो भन्छ मेरो म त आफै खान्छु यार के भयो पानी त्यो खाँदै खान धेरै न अहिले कसले दिन्छ फेरि सक्यो भने धेरै छैन बिस्तारै खान्छ नि कसले छिटो भ्याउँछ नि सबभन्दा धेरै बिस्तारै हात्तिसक्यो खाना सकेन बिस्तारै खा सकेन भने त अब 20 पुसअप त होइन सक्दैन पुसअप गर्न यसले त भ्याइसक्यो त यार अलिकति देखानु क्यामेरा भ्याइसक्यो लास्ट पिरो रहेछ गाइस होइन त कति पिरो भयो बोल्नु सक्यो तल पिरो भएन यसले भ्याइसक्यो यार मैले सकेन म खादिनँ टाउकोमै पुरा नि पसिनै भयो नउठ है त भ्यायो भने त्यहीँ पानीहरू फ्रुटी खाएर पानी पनि सकेर लास्ट पिरो मलाई पनि पिरो भयो यार सो हिज विनरै गाइस यसलाई जितिसक्यो यो फर्स्ट भयो अब यस जियो र म हो कि बाँकी लास्ट पसिना आयो फर्स्टमा घुम्मै हाल्दैन हेर पिरो भयो बिस होला भिडिन हुने कि म खादिनँ फ्रुटी खाएर बस भोटे अब भयो के गर्नु त नसके जस्तो खाने हो खान्छु बा पालापाला कि पालामाला होइन अलिअलि सबै खाऊँ न पकाउन मैले त भ्याएन नि त कसले 15 पुसअप कसले 20 पुसअप त छुटाउनु पऱ्यो नि ए तपाईँले भन्नु त देखाउनै नपर्ने गान्डेल थोरै परेछ क्या हो होइन धेरै बस्यो नि है गान्डेल थोरै परेको अझै खुर्सानी यसले त च्यालेन्ज गर्ने पहिला च्यालेन्ज गर्ने भन्थ्यो त त्यो लास्ट पिरो है आधी सेकेन्ड लाइन मलाई खान हो कि तल त टाइम लाग्यो तँ त च्यालेन्ज खेल्ने पनि मान्छे रहेछ फेरि पछि लास्ट पिरो हुन्छ नि त्यसलाई सकेछ नि डिप्रेशन में रहता हूँ हमेशा अभी मैं डिप्रेशन में हूँ के दे हाल्नु सो गम्नु फाइनली मैले भ्याएँ म 15 पुसअप परेँ त 20 परेँ थाहा त होइन हान्छ इजी हो म चाहिँ जिरो है केटा हो त यो फर्स्ट भयो म सेकेन्ड भयो यो थर्ड भयो लाइनले मिलेरै बसेको जस्तो भयो कस्तो पसिना आयो ल मलाई त आएन त मैले धेरै पिरो खाने बानी भएर ओके म त पिरो खान्न अनि म त कहाँ खान्छु नि म त एउटा पनि खाएको थिएन आज खाएँ ल धेरैले पहिला हान्छ नि तैँले 20 हो नि फेरि थाहा छैन 20 हान्नु सक्छ सक्दैनस् सक्छस् ल म 15 काउन्ट गर्दैले 1 2 छिटो हानी नि हुन्छ क्या 3 अझै तल जानु पर्यो 4 4 5 अझै तल 6 सक्छ आन 7 आने 8 ए 8
नो ढल्नु नै टेस्ट गरेर नै हान्नु पर्छ 10 अब 20 ल झ्यामझ्याम हान्दियो त्यसरी झ्यामझ्याम हान्दियो ल हो 11 हो 12 13 ओए 14 15 16 ओए 17 18 19 20 कस्तो लाग्यो पनिसमेन्ट अबदेखि च्यालेन्ज गर्ने कि नगर्ने चक्लेटको अब ल चक्लेट अब पिरो भयो कि यसलाई अघि त मैले सक्छु भन्दैछ त हो दिमाग लगाउँदै आदिस त अझै 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ल अब यहाँ पौडी खेल्ने कार्यक्रम हुन्छ हाम्रो पौडी गर्मी भयो भने त अब जर्ती भइसक्यो होइन भित्रै पुसा पनि हान्यो त्यही माथि पिरो खाइयो ओ भोटे तेरो त के हो देखियो त सबैले देखियो यहाँ के देखेको भन्यो तँलाई एउटा मारे अहिलेसम्म नाइटमा आउनुपर्छ कि एक दिन नाइटमा माछा मारेको भलक पनि एक दिन टेका हान्नुपर्छ गाइस मर्थ्यो कहाँ झऱ्यो हो ल मार माऱ्यो अन्त फेरि भर्खर यहाँ आगो फुकिहाल्छ नि म भर्खर त चिसो भयो गङ्गटा खोइ ए गङ्गटा मै खान्छु नि यहाँ गङ्गटा बोल्छ है गाइस आगो जिउँदै रहेछ च्यालेन्ज भनेको एउटा मात्रै च्यालेन्ज हुँदैन है च्यालेन्जमा आइसकेपछि यहाँ हजारौँ च्यालेन्ज निस्किन्छन् भोटी मार्न भोटी यार भोटी मारेको अलिक मिठो हुन्छ त हड्डी तर्साउँछ ओए नर ओए त्यहाँ पहिला त्यो अजिङ्गर सर्प पाउँथ्यो कि झन् त्यहीँ गयो यो त ल ओए आउँदैन त्यसो भनेको आयो ताने यसले यसको कटुन छैन सिधै तान्यो सो गाइस हाम्रो च्यालेन्ज पनि यहाँ कम्प्लिट भइसक्यो होइन अनि यसले चाहिँ खानै सकेन यो फर्स्ट भयो है आजको च्यालेन्ज यहीँ खतम भयो अब यहाँ भ्लग पनि इन गर्नुपर्ने हुन्छ सो अलिकति राति पनि पर्न लाग्यो अब घर जानुपर्छ यहाँबाट घर हाम्रो फेरि टाढा छ कि 1-2 किलोमिटर टाढा छ सो अब हामी हिँड्छौँ भर्खर नुहाइयो है नुहाइँदै गऱ्यो सफा गयो त्यहाँ च्यालेन्ज गरेको त्यहाँ पनि सरसफाइ गरेर ट्याक्का राखिदियौँ है त्यस्तो फोहोर गरेर हिँड्ने छैन हामी सो होप हामीलाई चाहिँ रमाइलो भयो हजुरहरूलाई पनि हेर्दा रमाइलो भयो होला भन्ने आशा गरेको छु सो हजुरहरूले पनि हामीलाई यो भिडियोलाई एकदम सपोर्ट गर्नुपर्ने हुन्छ लाइक सेयर एन्ड सब्सक्राइब हानिदिनु होला है ल तिमीहरू पनि लाइक